चाउचाउै खानु पर्यो, चाउचाउ अनि धनियाँको अचार, मुलाको अचार, अनि साग र आलु, रायो साग र आलु, अनि ढुङ्ग्रे पापडहरू। ल म खाएँ है त। आज म दालको साटो चाउचाउसँग खानु पर्यो भनेर मैले चाउचाउसँग खानु आँटेको। मलाई चाहिँ दाल त्यति मन पर्दैन, अनि तरकारीहरूसँग मात्रै खानु मन लाग्छ। आज चाहिँ मैले चाउचाउसँग खाएँ त। मुलाको अचार त कम्ता मिठो भएको छैन त। यो मुलाको अचार बनाउनु हुँदाखेरि चाहिँ धेरै खङ्ग्रङ्गै सुकाउने होइन कि, हल्का सुकाएर अनि तोरी, जिरा, धनियाँ पिसेर लगाएर खोर्सानी, अनि खोर्सानी चिरेर नुन, बेसार, तेल रपाएर लाउँदाखेरि चाहिँ एकदम मिठो हुने रहेछ है। मैले भन मुलाको अचार चाहिँ युट्युब च्यानल खोलेको के कन्टेन्ट केही आउँदैन। अब घुम्नु कहीँ गइँदैन, घरमै काम गर्दै बसिने हो। के को भिडियो बनाऊँ भनेर भात खाएको भिडियो बनाइदिएँ है त। यतिखेर त रायो साग र आलु पनि कम्ता मिठो हुँदैन, सकिगयो हो। घरमा फलेको, अब बजारबाट ल्याएको मिठो हुने क्या, किनेर ल्याएपछि त झन्। घरमा रोप्दा पनि सुरु फलेदेखिको खाँदा खाँदा सकिन्जेल खाँदा पनि अगाएन सागले। म चाहिँ भातभन्दा ज्यादा अचार खाने मान्छे। भातसँग चाउचाउ कसले खानुहुन्छ हौ? प्रायः सबैले खानुहुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। पानी अलिकति पोखेछ। मेरो त लामो भिडियो त युट्युबमा अपलोड गर्ने पनि मिलेन। अस्ति पनि सेलरोटी खाएको भिडियो बनाएको थिएँ, आधी मात्रै। अब यो भिडियो पनि पुरै पस्दैन होला है। मैले सर्ट भिडियो मात्रै लाउनु गरेको थिएँ नि त, अनि एकैचोटि अस्ति नै मुकबाङ भिडियो कस्तो बनाउनु मन लागेर सेलरोटीको बनाएको थिएँ, पुरै त पसेन। अनि अगाडिको आधी मात्रै लगाएको थिएँ। अब
यो पनि पस्छ कि पस्दैन होला, जति पस्छ त्यति लगाइदिन्छु है त। मुलाको अचार त सक्यो। धनियाको अचार छ, यहीसँग खान्छु। अब बयममा छ छनु त, कति धेरै खान्छु हो मुलाको अचार त। पहिले मलाई मुला नमन पर्ने, मुलाको अचार नमन पर्ने, आफैले लगाएको आफैलाई कति मिठो लागेको क्या। सबैलाई आफूले पकाएको आफैले बनाएको मिठो लाग्छ होला, किनभने आफूले कस्तो खाइन्छ भनेर थाहा हुन्छ नि त। मलाई आफैले पकाएको सबैभन्दा मिठो लाग्ने आफैले पकाएको तरकारी पनि आफैले पकाएको, जे कुरा पनि। आफूलाई थाहा हुन्छ नि त कसरी कस्तो मिठो लाग्छ भनेर। आफूले पकाएको सबैभन्दा मिठो लाग्छ, अनि त्यसपछि आमाले पकाउनु भएको मन मिठो लाग्छ क्या। पहिले अब ठुलो भएपछि त आफूले पकाउनु सक्ने भएपछि त आमाले पनि पकाउनु हुन्न नि त, अनि अब आफूले पनि पारिदिनु पर्ने हुन्छ। अनि पकाउनु हुन्न थियो, अनि कलेज जाँदाखेरि चाहिँ पकाइदिनु हुन्थ्यो क्या। कलेजबाट फर्किँदाखेरि यति खुसी लाग्ने कि आमाले पकाएको खाना खान पाइन्छ भनेर।